सो गाइस हैन अनि यस्तो झगडा गरेको छुटो हल्का भिडियो गरेको छु हैन अनि युट्युबमा हालेको छु गाइस हैन माया गर्ने हो भाइ पिरो तामाङलाई यस्तो भिडियो आउँछ झगडा गर्नु तर भिडियो गरेको छैन त्यो साथीहरुले भिडियो गरेछ अनि त्यस्तो अनि केटाहरुलाई पनि देखाइदिउँ भनेर अनि हालेको हैन गाइस अनि हेर्दिनु लाइक गर्दिनु कमेन्ट गर्दिनु मैले त्यो भिडियो गरेको थिएन साथीहरुले गरेको थियो यस्तो अनि मैले के डिले गर्नु भनेर केटाहरुले हेरौँ भनेर अनि हेराइदिउँ भनेर अनि युट्युबतिर हालेको छु माया गर्ने लाइक गर्ने कमेन्ट गर्ने यस्तो भिडियो आइज आउँछ अनि झगडा पनि कस्तो बपार हुन्छ आइज बोलाइरहेको छ मुजीले हैन केटा हैन मेरो पनि बदला छ म पनि त्यसलाई काले त्यो हुन्छ भिडियो त्यो आउँछ सही माया गर्नुपर्छ लाइक गर्नुपर्छ शेयर गर्नुपर्छ गाइस मैले के भेटे नि म्याच के भाइलाई हो म्याच के त्यो भाइलाई त भेटे नि म चाहिँ फेरि म्याच ए हाले म्याच हैन त्यो मुजीले म चाहिँ भाइलाई हात हालेछ मेरो भाइलाई म्याच के त्यसको मतलब सो गाइस हामी त यहाँ छौँ हाम्रो पाङ्रे हाम्रो पाङ्रे कभर पाएको पाङ्रे हाम्रो डन म्याच हेर्न देन कस्तो खालको कपडा छ ए म्याच मोबाइल पुछु दाडा पानी पाराको डनहरु हैन हामी कता छौँ भने अनि घुम्न गएको छैन पुलतिर त्यस्तो हल्का अलिक पानी पनि परिरहेको थियो गाइस मौसम पनि यस्तो छ हैन मौसम पानी परिरहेछ अहिले पानी पर्न जस्तो छ आज मौसम त्यसैले हामी पुलतिर जान्छौँ यस्तो घुम्नु हाम्रो दाइहरु हाम्रो यी पार्टनरहरु यता हैन ग्याङ भाइ साइ गाइस है हामी यस्तो भिडियो हेर्दिनु होला सो गाइस हाम्रो यहाँ दाजु साथीहरु हैन हामी हिँडिरहेको छौँ हैन भाइहरु त्यो अनि हामी केटाहरु हामी यहाँ आइसक्यौँ हैन फेरि अनि माछा मार्दैछ बन्तीमा हैन किक मार्दैछ अनि हाम्रो त्यो बजार त्यो बोला लेबर लाइक गरिदिनु कमेन्ट गरिदिनु हैन हैन हो भाइलाई लाइक कमेन्ट सर के भन्छ हो सरहरुलाई सरी मिस्टेक भयो हैन यहाँ त पानी अलिकति पर्दा यस्तो हुँदो रहेछ मौसम हैन हाम्रो त्यही अडरमा छ यो गरी भाइलाई सबैलाई माया गरिदिनु होला हैन गाइस सो हामी अब यहाँ पुगेर उहाँ पुगेर अब भेट हुन्छ गाइस हैन यहाँ केटाहरु हैन हिँडिरहेछ अनि हाम्रो दाजु हैन हामी त हिँडिरहेको छौँ हैन कस्तो छ भिडियो सिडियो लाइक साइक कमेन्ट गरिदिनु हैन त्यसरी आउँदैन हेलो गाइस चातोमा घुम्न आएको छु दाजु हैन चिलाउँदैछु दाजु हैन कस्तो खतरनाक हैन हामी त हिँड्दैछौँ हैन हाम्रो बुच्चे हैन बच्चा दुध खाँदैछ गाइस हामी हिँडिरहेको छौँ बाटो खराब छ केटाहरु ग्याङ ताराले हिँड्छौँ हैन गाइस यहाँ हैन हाम्रो पाङ्रे यहाँ हैन मु कस्तो गरिरहेछ अनि आरे खालको छ हाम्रो यहाँ यस्तो यहाँ हिँडिरहेको छौँ हैन राति विन्दो भइसक्यो फक्की भनिरहेको छ हामीलाई हैन अनि हामी हिँडिरहेको छौँ गाइस लाइक कमेन्ट गरिदिनु हैन के भन्छ भने यार यस्तो के गर्नु हैन हिँडिरहेको छौँ टक्कै दाइहरूले पनि माछा साछा मारिरहेको थियो अनि हामी यस्तो यस्तो गरेर अनि राति भइसक्यो गाइस मौसम अनि केटा हिँडिरहेको छ त्यस्तो भनिरहेको छ अनि ग्याङको बारेमा भनिरहेको छ गाइस मुजी हेर्नु गाइस दुध खाँदैछ टक्कै केटाहरू ग्याङ होइन हाम्रो ग्याङ कस्तो छ मुजी ग्याङ फाइल खेल्छु म्याच मुजी बालै छैन लाइक कमेन्ट गरिदिनु होइन टक्क पाराले हेर्छौँ होइन अनि यस्तो गाडी साडी आइरहेछ टक्क पाराले हिँडिदिने हो गाइस सो गाइस हेर्नु गाइस हाम्रो साथी रिसाएर उठिरहेछ किन रिसाएको हो अन्त रिसाइदिरहेछ होइन तर अब खगिहाल्छ टेन्सन नलिस केटी हो र म म्याच नै केटी हो र मुजी केटी हो खतरा मान्छे यस्तोसँग नगर्नु खतरनाक मान्छे 5 जनालाई फ्याँकिदिन्छ
केटी हो मोजी फक यु म्यान दप्छु नगरौँ न गाइस हामी हिँडिरहेको छौँ घरमा घरतिर घर जाँदैछौँ अनि साथीको पनि घर आइसक्यो कस्तो रिसाइ दिइरह केटी जस्तै के रिसाएको म केटी हो र भाइ ओए मोजी ओए म्याच खतरनाक मान्छे हो गाइस होइन उसँग जोगेर बस्नु होला 5 जना 1 भर्सेस 4 आइज म्याच नगर्न 5 जनालाई फ्याँकिदिन्छ होला मै डर लाग्छ दाजु हो नि त मेरो साथी पनि हो पछाडि एकजना आइदिइरह ल यो पाराले ल सक्यो कहानी है